तिमीहरू हेर्दै जाऊ म भुन्टीलाई के गर्छु। अब त्यसको पालो। भुन्टी मलाई माफ गरिदेऊ। अब म तिमीलाई कहिले दुःख दिदिन। भुन्टी, म तिमीलाई जुन दिनदेखि देखेँ त्यही दिनदेखि धेरै नै माया गर्छु। तिमी मेरो जीवनसाथी बन्छौ। दर्शकबिनहरू, आज हामी यो सिरियलको यस्तो मोडमा आइपुगेका छौँ जहाँ एकातिर हाम्रो आँखामा खुसीको आँसु आउने अवस्था बनेको छ भने अर्कोतिर भुन्टीले विगतमा भोगेको पीडा सम्झिँदा मन नै भारी भएर आउँछ। किनकि दर्शकबिनहरू, अब भुन्टी र मास्टर सरको मिलनको सम्भावना निकै नै बलियो बन्दै गएको छ। सायद टोक्ले दाईको भन्दा पनि धेरै खुसी हुनेवाला छौँ तपाईँ हामी। विगतलाई सम्झुनुहोस् त। भुन्टीको जीवनमा सुखका दिनभन्दा दुःखका दिन धेरै आए। भुन्टी जब जब समस्यामा परिन्, जब जब उनलाई आफ्नो मान्छेको आवश्यकता पर्यो, त्यति बेला मास्टर सर उनको अगाडि साथ दिन उभिएका थिइन्। दर्शकबिनहरू, भुन्टीको जीवनमा भुन्टीले संसारसँग लड्नु पर्दा होस्, अन्याय सहनु पर्दा होस् अथवा आफ्नै भाग्यसँग सङ्घर्ष गर्नु पर्दा होस्, मास्टर सरले उनलाई एक्लो महसुस कहिले हुन दिएनन्। दर्शकबिनहरू, तर विडम्बना के थियो भने यी दुईको मनमा भावना भएर पनि परिस्थिति उनीहरूको पक्षमा भने छँदै थिएन। दर्शकबिनहरू, समयले उनीहरूलाई पटक पटक टाढा बनायो, तर अब परिस्थिति फेर बदलिँदै गएको छ र यसपटक त झन् ठुलो कुरा के भएको छ भने भुन्टीको म्याडमले स्वयं मास्टर सरलाई घरमा बोलाएका छिन्। अब सोच्नुहोस् त दर्शकबिनहरू, जुन मास्टर सरले विगतमा भुन्टीलाई एक झलक हेर्नका लागि, उनको नजिक हुनका लागि, उनको सुख दुःख बुझ्नका लागि यति धेरै सङ्घर्ष गर्नु परेको थियो, आज त्यही मास्टर सरलाई भुन्टीकै घरमा बोलाएको छ। अनि केही समय, केही घन्टा मास्टर सरसँग भुन्टीको नजिक रहेर कुरा गर्ने मौका छ। यो सामान्य भेट हुँदै होइन, यो भेटभित्र वर्षौँदेखि दबिएका भावनाहरू छन्। यो भेटभित्र अधुरो कुराहरू छन्। यो भेटभित्र भुन्टीले भोगेका पीडाहरू छन् र सबैभन्दा ठुलो कुरा, यो भेटभित्र दुई मुटुले वर्षौँदेखि लुकाएर राखेको भावना छन्। दर्शकबिनहरू, सायद मास्टर सरले पनि मनै सोचिरहनु भएको होला, जसलाई मैले यति धेरै समयदेखि आफ्नो बनाउन चाहेको थिएँ, आज त्यही भुन्टी मेरो आँखा अगाडि छिन्। तर प्रश्न यही हो, के मास्टर सरले आफ्नो मनको कुरा भुन्टीलाई भन्न सक्ला त? के भुन्टीले पनि मास्टर सरको मनभित्रको भावना बुझ्न सक्नेछन् त? दर्शकबिनहरू, यही प्रश्नले अहिले कथालाई निकै रोमाञ्चक र निकै नै भावपूर्ण बनाएको छ बिनहरू। तर यता कथा अर्को मोर्चामा पनि उत्तिकै खतरनाक बन्दै गएको छ। अर्को मोडमा मोडिसकेका छन्। अर्कोतर्फ छिन् सुकुमाया। सुकुमायाको मनमा अब कुनै डर छैन। भुन्टीमाथि विगतमा भएको अन्याय र अत्याचारको हिसाब अब सुकुमाया एक एक गरेर चुकाउने तयारीमा छिन्। उसले त भूपेन्द्र र उनको परिवारले गरेको गलत कामलाई केवल हेरेर बस्ने निर्णय गरेको मात्रै छैन, बरु भुन्टी जुन पीडा सहनु पर्यो त्यसको न्याय दिलाएरै छोड्ने अटुट निर्णय गरिसकेका छन्। र दर्शकबिनहरू, यसको सुरुवात पनि भइसकेको छ। भूपेन्द्र र जेरी अहिले जेल पुगिसकेका छन्। तर याद राख्नुहोस्, यो अन्त्य होइन, यो त सुरुवात मात्रै हो। दर्शकबिनहरू, भूपेन्द्र र जेरीले गरेका अपराधको सजाय उनीहरूले पाउन थालेका छन्। तर भुन्टीलाई विगतमा अन्याय गर्ने अरू पात्रको हिसाब अझै बाँकी नै छ। भुन्टीको जीवन बर्बाद गर्न खोज्नेहरू, भुन्टीलाई कमजोर सम्झेर हेप्नेहरू, भुन्टीको आँसु देखेर पनि हाँस्नेहरू, अब उनीहरूको पालो पनि आउन सक्छन्। किनकि दर्शकबिनहरू, सुकुमाया अब पछि हट्ने बाला छैनन्। उनी स्पष्ट रूपमा एउटा कुरा अडिग देखिन्छ।
दर्शकबिनहरू, भुन्टीले जुन पीडा सहिन् त्यसको न्याय भएरै छोड्नुपर्छ र यही कुराले अब भूपेन्द्रको परिवारमा ठुलो भूकम्प ल्याउन सक्छ। भूपेन्द्र जेलमा पुगे, जेरी जेलमा पुगे, तर अब उनीहरूको परिवारका बाँकी सदस्यहरूको अवस्था के होला? के उनीहरू पनि आफ्नो कर्मको सजायबाट उम्कन सक्ला वा सुकुमायाले उनीहरूलाई पनि एक एक गरेर कानुनी कठघरामा पुर्याउनेछन्? यो हेर्न भने निकै रोचक हुनेछ बिनहरू, किनकि अहिलेसम्म भुन्टी कमजोर देख्दै थिइन्। उनको आँखामा आँसु थियो, उनको मनमा पीडा थियो, तर अब भुन्टीको पक्षमा उभिने मानिसहरूको सङ्ख्या बढ्दै गएको छन्। सुकुमाया न्यायका लागि उभिएकी छिन् र मास्टर सर भुन्टीको जीवनमा साथ दिनका लागि, उसको दुःखलाई सदाका लागि अन्त गर्नका लागि अडिग भएर खडा भएका छन्। र दर्शकबिनहरू, सबैभन्दा ठुलो कुरा, अब भुन्टीले पनि आफ्नो आवाज उठाउनु पर्ने समय आएको छ। दर्शकबिनहरू, कहिलेकाहीँ एउटा मान्छेले धेरै अन्याय सहन्छ, ऊ चुप लाग्छ, सहन्छ, आफ्नो भाग्य सम्झेर आँसु पुस्छ। तर जब त्यही मान्छे एकपटक आफ्नो अधिकारको लागि उभिन्न छिन्, त्यसपछि अन्याय गर्नेहरूको अवस्था के हुन्छ त्यो अहिलेको कथाले देखाउँदैछ। त्यसैले अब आउने भागहरूमा भावनात्मक दृश्य मात्र होइन, निकै ठुलो टक्राउ पनि देखिने सम्भावना छ। एकातिर भुन्टी र मास्टर सरको सम्बन्धले नयाँ मोड लिने सम्भावना छ, अर्कोतिर सुकुमायाको न्यायको अभियानले भूपेन्द्रको परिवारले थप समस्यामा पार्न सक्छ र यी दुई कथा एकै समयमा अगाडि बढ्न सिरियल झन् रोचक नै निश्चित देखिन्छ। बिनहरू, अब कल्पना गर्नुहोस् त, मास्टर सर र भुन्टी एकअर्काको अगाडि छन्। वर्षौको दूरीपछि उनीहरूले खुलेर कुरा गर्ने मौका पाएका छन्। मास्टर सरले आफ्नो मनको कुरा खुलिदिए भने भुन्टीले पनि आफ्नो मन दबाएर राखेको भावना व्यक्त गरिन् भने त्यो छन् कस्तो होला? सायद दर्शकहरूको आँखाबाट पनि आँसु नै आउन सक्छ, किनकि यो केवल दुई पात्रको भेट होइन, यो वर्षौँदेखि अधुरो रहेको सम्बन्धको एउटा सम्भावित सुरुवात हुन सक्छ। तर यहाँ खुसी आउन साथ नयाँ समस्या पनि आउन नसक्ला भन्ने होइन। र त्यसैले मास्टर सर र भुन्टीको मिलनको बाटो फेरि कसले बाधा पुर्याउनु हो कि? भूपेन्द्रको परिवारले नयाँ षड्यन्त्र गर्ने हो कि? वा यसपटक साँच्चीकै भुन्टीको जीवनमा खुसीको सुरुवात हुने हो? अहिले भन्न सकिने अवस्था छैन। तर एउटा कुरा भने पक्का छ, अब कथा निकै निर्णायक मोडमा पुगेको छ। भूपेन्द्र जेलमा छन्, सुकुमायाको नयाँ लडाइँ झन् आक्रामक बनेका छन् र भुन्टीको जीवनमा मास्टर सर फेरि नजिकै हुँदैछन्। यसको अर्थ अब कथामा एकपछि अर्को ठुलो ट्विस्ट आउन निकै नै धेरै छन्। दर्शकबिनहरू, हामीले भुन्टीलाई धेरै पटक रोएको देख्यौँ, उनको पीडा देख्यौँ, उनीमाथि भएको अन्याय देख्यौँ, तर अब हामी भुन्टीको आँखामा आँसु होइन, खुसी देख्न चाहन्छौँ। अब भुन्टीले अरूको अत्याचार सहेर बस्नु परेको होइन, आफ्नो अधिकार पाएको देख्न चाहन्छौँ। र सबैभन्दा ठुलो कुरा, मास्टर सरले कठिन समयमा भुन्टीको साथ छोडेको थिएनन्। अनन्त भुन्टीको जीवनमा उहाँकै साथ स्थायी बन्ने हो कि होइन? हामी पनि पक्कै पनि त्यो मास्टरसँगै भुन्टीको बिहे भएको हेर्न नै चाहन्छौँ होला। यही प्रश्न अहिले सबैभन्दा ठुलो प्रश्न बनेको छ। त्यसैले दर्शकबिनहरू, आगामी भागहरू निकै महत्त्वपूर्ण छन्। एकातिर प्रेमको कथा अघि बढ्दैछ भने अर्कोतिर न्यायको लडाइँ अघि बढिरहेको छ र यी दुई कथाले अब भुन्टीको जीवनमा कुन दिशातर्फ लैजानेछ त्यो हेर्न हामी आगामी एपिसोड पुर्नै पर्नेछ। तपाईँलाई के लाग्छ? के अब साँच्चीकै भुन्टी र मास्टर सरको मिलन हुनुपर्छ? के मास्टर सर नै भुन्टीको जीवनसाथी सही साथी बन्न सक्छन् र सुकुमायाले भूपेन्द्रको परिवारका सबै दोषीलाई सजाय दिलाउन सक्छन् त? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोला। र अब भुन्टीको जीवनमा आँसु होइन,
खुसी हुनुपर्छ। भुन्टीले जसरी भए पनि भूपेन्द्र र भूपेन्द्रको परिवारबाट न्याय पाउनै पर्छ। उसले आफ्नो हक अधिकार उसले त्यहाँबाट लिनै पर्छ र गतमा गरेका भुन्टीलाई अन्याय र अत्याचारको बदलामा दोषीहरूलाई सजाय दिनै पर्छ। यो सबै तपाईँ हामी हेर्न चाहन्छौँ भने कृपया कमेन्टमा भुन्टी लेखिदिनुहोला। बिनहरू गत एपिसोड हेर्दै गर्दा तपाईँ हामी निकै खुसी छौँ। आज सुकुमायाले भुन्टीलाई न्याय दिलाउनको लागि आज प्रहरी भूपेन्द्रको घरमा ल्याउँदै गर्दा भूपेन्द्र र भूपेन्द्रको परिवारले हामी त्यसो गरेको होइन, ऊ यता अशक्त अपाङ्ग छ, उसले कसरी त्यसो गर्न सक्छ भनेर उनीहरूले निकै ठुलो बहस गर्दै गर्दा पनि आज सुकुमायाकै जित भएको छन्। आज पुलिसहरूले भूपेन्द्रले नै प्रहरी थाना लगिसकेका छन्। अब भूपेन्द्रको परिवारको हालत यस्तो दयनीय भइसकेका छन् कि उनीहरू केही सोच्नै सकिरहेका छैनन्। उनले विगतमा गरेका अन्याय र अत्याचारको बदला पाइरहेका छन्। मुख्य रूपमा अब श्रेया, त्यसपछि बालकुमारी र त्यसपछि भुवनका भाइ पनि निकै नै सताएका थिएन विगतमा भुन्टीलाई। अब उनीहरूले पनि जसरी भए पनि उसको सजाय पाउनै पर्छ, भुन्टीले नयाँ जीवन जिउनु पर्छ भन्न चाहनुहुन्छ भने कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। तर्फ भूमिका जुन विगतमा भुन्टीलाई निकै दुःख दिइरहेका थिए, निकै सताइरहेका थिए, निकै अपमान र हेला गरिरहेका छन्। आज त्यही भूमिका आफ्नो ससुरालीमा आज निकै दुःख पाइरहेका छन्। उसले विगतमा घटना सम्झिरहेका थिए कि मैले भुन्टीलाई यसरी नै गर्दाखेरि आज त्यसकै परिणाम म पाइरहेका छन्। आज मोहनले एउटा अस्ट्रेलिया जाने शोकमा लिएर उसँग बिहे गर्दै दिनदेखि आजसम्मकालाई भुन्टीभन्दा पनि निकै कठोर सजाय दिइरहेका छन्। भूमिकाले जुन लोभमा बिहे गरेका थिइन् मोहनसँग आज त्यसको बिल्कुल उल्टो भइरहेका छन्। जुन उसले सपना देखेका थिए त्यो सबै सपना चकनाचुर भएका छन्। यिनीहरू भनिन्छ नि, जुन पाप आज यो धरतीमा गरिन्छ त्यसको फल यही वर्ष, यही महिना, यही दिन नै पाइन्छ भनेर भनाइ छ नि, त्यो आज सत्य साबित भएका छन् भूमिकाको जीवनबाट। दर्शकबिनहरू यसरी नै भूमिका दुखी भएको र भने मास्टर सर र भुन्टीको बिहे भएको र उता भूपेन्द्र र भूपेन्द्रको परिवारबाट उसले न्याय पाएको, आफूले पाउने अधिकार पाएको हेर्न चाहनुहुन्छ भने त्यसको लागि अर्को भिडियो लिएर आउने नै छौँ। यति जेलसम्म हेरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद।